हेलो एभ्रिवान, आजको ब्लग चाहिँ म स्टार्ट गर्न लागिरहेको छु। म चाहिँ माइत जाँदैछु। माइत जाँदाखेरि चाहिँ के हुन्छ, आज होलीको दिन पनि परिरहेछ नि त, त्यही भएर हेरौँ कस्तो हुन्छ। होली पनि खेल्ने छु उहाँहरूसँगै। अनि मेरो छेउमा मसँग जाँदै हुनुहुन्छ उहाँ पनि। हेलो बेबी। हाई। अनि हामी चाहिँ जाँदैछौँ हिँडेर जङ्गलमा चाहिँ। म ब्लग स्टार्ट गरिरहेको छु। हेरौँ लेट्स सी के हुन्छ। चराको चिरबिर चिरबिर सुन्दा कस्तो आनन्द आइरहेछ। Look here. Happy Holi. Look. Happy Holi. Look here. Kena poten. Lo chutuma ज्याद छुकी वाले ज्याद भने क्या हो? छुकी भनेको पस्किनु आउँछ। आउँछ त नि वारले वारले नाङ्की ज्याद छुकीमा वारले ngosकी निस डाडु नाकी माको इसै होला र ज्याले के भन्नु न बुझि पनि के त चोखै छ त सैया जी सा काचन्ने ल हैन फेरि सैया जी चन्ने ए बुरा फास्ट खै के सब खै के यस्तै सबै गर्नु त इसे मिमी चिम्मा यसलाई चाहिँ के भन्छ? नकदले नकदले यो ख्याली हो। ख्याली ख्याली यो मारुनीले पार लु मारुनी नकडाले भनेको त नाच्छ मारुनी के त नकडाले भनेको नाच्छ मैले देखेको छ मलाई आउँदैन मारुनी नाच्नु। यो नकडा यो बजे किन बजेन आज? आज देखि त होइन अस्ति देख्नु सालै जिउ पखेरिनमा सालै जिउ म नाचेको सालै जिउ म चुरै नाचेको मोरे लाइला पोनी हौ बिर्सिने छैन। मोरे लाइला पोनी हौ बिर्सिने छैन। सालै जिउ खुसीले हाँसेको अच्छा हो। खै यहाँ आरमा ह्याप्पी होली मायुले बुवालाई ढोल बजाउँदैछ है मम्मी सुन्नु। पानी मैले कति सिक्दा नि आएन मादल बजाउन। माइल लाउँछ सिकाउनु नि त बाजे, मलाई आउँछ होला। यसलाई सिकाउनु नि बुवा। झर्दा त सहिलेले मादल त राम्रो लिन्छु स्याकी मादल कि मिस्टेक भइगयो नबजाउनु नि मम्मी यस्तो अलिकति हो र त जसले पनि जाने। लु एकचोटि कहिले पास हुने बेबी भन? कहिले कहिले हुइदिन्छ होइन त्यसरी झ्यामटुङ झ्यामटुङ टुङ। लु मसँग गर झ्यामटुङ 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 टुङ झ्यामटुङ 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 टुङ। आयो
आयो स्टुपिड स्टप बोजूलाई देऊ ल मजा आउँछ बोजूलाई के नआउनु बोजू त मादलको मालिकिनी हो मालिकिन हो मालिकिन हात त हुँदैन मादल हुँदैन आमाको त यसरी चल्छ होइन यो चल्छ नै ल यता त हुन्छ नि त सँगै गर्नुहुन्छ त बोल्नु त सिक्दा पो त्यसरी त बजा जानिसकेपछि छिट सँगसँगै गर्ने हो त्यसो भन्नु नि त नि किन मलाई चाहिँ सुरुमै सिकाउने अब सिक्दैखेरि यसो गरौँ त डेम्की डेम गइहाल्छ नि त होइन आमा अघि पछि सक्छ नि आइसक्यो दिन त मलाई यहाँ आइ नै सक्यो क्या आइसक्यो खोकी लागि ऐ त्यति क्यामेराम्यानलाई गाह्रो भइसक्यो छिटो गर भएर आइसक्यो आइ नै सक्यो घाँटीमै आइसक्यो अब बाहिर फुत्त निकाल त यसले चाहिँ धेरै यसले चाहिँ यसले चाहिँ अलिअलि टच मात्रै गर्ने उता तर मलाई नि आउँदैन ढाल्यो नि देशै रमाइलो दाउने खेती ढालेको देशै रमाइलो भएको छ पारा ल्याउँदैछ नि आमा 81 सालमा 21 सालमा एकाइ भनेकै एक्काइस साल हौ 81 साल हो बोजू 82 आजसम्म 81 नै हो अर्को महिनासम्म यो महिनाभरि आज अब वैशाखदेखि 82 आयो यो भइरहेछ त्यही भएर 82 हो कि भइरहेको बोजूलाई माफ गरिदिउँ न त्यति मैले रिसाएको छु म गीत त थियो नि दोकाने डाला कति थियो उमेर गयो पैसा गयो मन त मेरो टन्यारी लैले के भन्नुहुन्छ बाजेले नानी लामी तारको तामाहरूले खै माइली गीत गाउनु लामिटार भनेको कता हो मम्मी लामिटार भनेको कता हो मनिटार थाहा छ तपाईँलाई मनिटर मनिटार मनिटर लामिटार साउनेटार लामी छाने तार अन्त त्यही भनेको मनिटर मनिटार पनि छ त मम्मी साउनेटार मनमा तार उता मनमन्टर अरे मनिटर होइन मनमन्टर मलाई साथी त मनिटार भन्छ त मनमा तार भनेको उता राई मात्रै छ त्यता त्यो यो उतो राईहरू कुलुङ त्यस्तै थुलुङ त्यस्तो हो नि चाम्लिङ बान्तावा छ बान्त त्यस्तै भन्नु के पो साउनेटार यहाँ भन्नु भयो लामछाने यहाँ छ होइन अनि मनिटार चाहिँ यता छ यता लामी छाने यता साउने यहाँ यता गयो भने मनमन्टर पुग्छ देउराली आँपटार भन्छ आँपटार पनि छ आँपटार पनि भन्दै छ साथीले मनमा उता शोभा मलाई सोध्न मलाई उता मनमा तार सुबन्टर भनेको यता त्यो पनि दिप्सा दिदा हाम्रो को पर्छ दारी फुलेन जुङ्गा फुलेको यो मनमा तार थ्याबारी सबै म डुलेको बाजे बजा न टङ 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 एकछिन गरेर सुन्नु नि अर्को बाजे के पो त्यो तपाईँ दिप्सा दिदी ठिङ्गाबारीमा को छ अरे हाम्रो थ्याबारीमा ऊ खैरेनी हौ ए खैरेनीमा खैरेनी लाम्छानेहरू छ नि त हाम्रो मुडे बाको जेठा भाइको बुढी छ जेठा भाइ मऱ्यो बुढी मात्रै को दिप्सा दिदीको बुढी छ बोजू होला मुडे बाको मौटिमको पुर्छानेको चेली ल्याएको छ उसले दिवाली हजुरआमा पूर्व छानेको चेली हो भन्नु पूर्व छाने हो भन्नु पूर्व छाने हो भन्नु लामछाने छ क्या एउटा हाम्रो क्लासको पूर्व छानेको चेली ल्याएको हाम्रो लामछाने मुडे बाको मिमी झुका के त नराबर यो हरिबारकोमा गोठालो बस्थ्यो नि हरि त्यो लामछाने भाइ बिचरा यहाँबाट म मौटिम दिवाली गर्नु गएँ
वाउ बादल यसरी हिँडिरहेछ आनन्दसँगले आफ्नै सुरमा कस्तो आनन्द कस्तो राम्रो फुल फुलेको जङ्गलको बिचमा तर हेर न यो रियलमा त रातो छ नि भिडियोमा हेर त ओरेन्ज कलर आइरहेछ त लाली गुराँस हो ओरेन्ज कलरको भन्नु नि लाली गुराँस ओरेन्ज कलरको हामी चाहिँ आज डाँडा पाखा जङ्गल मङ्गल लकी धनी महारानी हेलो साथीहरू आजको भिडियो चाहिँ लगभग तपाईँहरूलाई राम्रो नै लाग्यो होला जस्तो लागिरहेछ कस्तो हुन्छ तपाईँहरूले हेरेर फुल वाच गरेर चाहिँ कमेन्ट गरिदिनु होला अनि लाइक गरिदिनु होला अनि ट्याक्क 1 सब्सक्राइब पनि गरिदिनुहोस् है सबैजनाले प्लिज सपोर्ट अनि आजको कस्तो भयो तपाईँहरूले कमेन्टमा भन्नुहोला आजको भिडियो चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु बाई बाई